नमस्कार। नमस्कार। साझा टिपमा यहाँलाई स्वागत छ। धन्यवाद। राष्ट्रिय मुक्ति आन्दोलनको वरिष्ठ नेता, अब भर्खरै जेनजीको ऐतिहासिक यो आन्दोलन भनेर प्रशंसा भइरहेको बेला, अन्तरिम सरकार बनेर आशा पलाइरहेको बेला, यहाँ त मिडियामा कराउन थाल्नुभयो। फेरि यो जेनजीका जति पनि भनाउँदाहरू छन् यिनीहरूलाई सबै विदेशीले भिसा रोक्नुपर्छ, अनि फेरि प्रतिनिधि सभा चाहिँ पुनर्स्थापना हुनुपर्छ भनेर बोल्नुभयो। यो त अलिक सुहाएन नि, किन यस्तो बोल्नुभयो? मुख्य चाहिँ जिएनजीहरूको आन्दोलन जो अहिले तेस्रो पुस्ता चौथो पुस्ताको नाति पुस्ताको जुन नेपाली राजनीतिमा जुन सडकमा आउनु राम्रो कुरा थियो, उनीहरूले उठाएका मुद्दाहरू सकारात्मक थिए, तर यही प्रणाली मार्फत चाहिँ समाधान खोजेर नयाँ विकल्प, नयाँ अग्रगामी परिवर्तन ल्याउन सकिन्छ दबाब दिने उद्देश्यका थिए। तर उनीहरूको आन्दोलनलाई चाहिँ नि यो महिनौँ लाग्ने आन्दोलनलाई एकै दिनमा हाइज्याक गरेर चाहिँ जुन विस्फोटक रूप लियो, त्यसमा चाहिँ विभिन्न यो योजनाबद्ध ढङ्गले हाम्रा बच्चाहरूलाई ड्रेसमा दुरुपयोग गरेको कुरा, अहिलेको चाहिँ नि मन्त्रीमण्डल निर्माणदेखि लिएर त्यसलाई हाइजेक गर्नेहरूको जुन सार्वजनिकरणले पुष्टि गर्दछ। नम्बर 1। नम्बर 2 कुरो, जो संसदको सदस्य छैन उसले चाहिँ प्रधानमन्त्री बन्ने संवैधानिक व्यवस्था छैन, राष्ट्रपतिले कुन धारा टेकेर संवैधानिक रूपले उसलाई प्रधानमन्त्री निकाले, यो पनि एक किसिमको गम्भीर प्रश्न छ। किन गम्भीर प्रश्न छ भने यसमा सेना यो संविधान परिवर्तन विरुद्धमा लागेका शक्ति र विदेशी शक्तिहरूको कुन रणनीतिको संयोजन, एउटा एक किसिमको आन्तरिक संयोजनमा गरेको जस्तो देखिन्छ। किनभने सशस्त्र प्रहरीले र सेनाले चाहिँ सरकारलाई कुनै जानकारी दिएनन्, सहयोग गरेनन् भन्ने कुरा चाहिँ निवर्तमान अथवा यो संसदका प्रधानमन्त्रीले भनिराख्नु भएको छ। जस्तै केपी शर्मा ओलीले हो, हामी केपी शर्मा ओली नेपाली कङ्ग्रेस माओवादीका चाहिँ नि मान्छेहरूको उनीहरूले गरेको क्रियाकलापको, उनीहरूले गरेका चाहिँ जुन नयाँ भारतवादी प्रथाको विरुद्धमा थियौँ। तर त्यो विरुद्धमा हुँदाहुँदै हामीले चाहिँ नि यङ जेनेरेसन जो आएको थियो, अहिले चाहिँ नि 20-22 वर्षका मान्छेहरू जुन युवाहरू चाहिँ आन्दोलनमा आउनु भएको थियो, उहाँहरूको आन्दोलन सकारात्मक ढङ्गले दबाब दिन्छ र यसले राजनीतिक निकास, वैचारिक निकास दिन सक्छ र नयाँ सङ्गठन बन्न सक्छ भन्ने हिसाबमा थियो। तर यो सङ्गठन बिना नै राज्य अहिलेको चाहिँ सबै तमाम समस्याहरू कोल्याप्स गर्ने जुन प्रणाली आयो, यो समग्रमा राजनीतिक प्रणालीको हत्या र नयाँ निरङ्कुशतातिर जाने, नयाँ किसिमको चाहिँ नि सङ्कटमा न्यूनतम किसिमले चाहिँ नि गरिएको कारणले नि यो जिएनजीको चाहिँ जुन आन्दोलनलाई चाहिँ कब्जा गरियो र यसले जिएनजीहरूले प्राप्त गर्ने जुन मुद्दा उठायो त्यसलाई कोल्याप्स गरेर जिएनजीहरूलाई चाहिँ नि आउने सरकारले के भनौँ भने 15 लाख रुपियाँ दिएर चाहिँ चितवनमा एउटा गुन्डा मारिएको थियो, शहीद घोषणा गरेर 10 लाख राज्यले दियो। त्यस्तै किसिमले चाहिँ उनीहरूले उठाएका मुद्दा संवैधानिक हिसाबले चाहिँ पुरा नहुने भएकोले उसलाई संवैधानिक हिसाबले चाहिँ उनीहरूका मुद्दा जुन थिए त्यसलाई चाहिँ लिएर यसै मार्फत चाहिँ हामीले 63मा संसद पुनर्स्थापना भएर गणतन्त्रसम्म गयौँ। त्यही प्रणालीबाटै चाहिँ हामी जान सक्यौँ भने चाहिँ नि जेनजीले उठाएका चाहिँ तमाम समस्याहरू हल हुन्छन् र आफूलाई चाहिँ समेटिएन भन्ने किसिमका भ्रम छन्, तिनलाई पनि राजनीतिक सम्मेलन मार्फत समाधान गरेर नयाँ प्रणालीमा जान सकिन्छ भन्ने कुराले संसद पुनर्स्थापना गर्नुपर्छ। यदि संसद पुनर्स्थापना गर्न सकेन भने मुलुक नयाँ द्वन्द्वमा जान्छ। किनभने यसले यो अहिलेको जुन मन्त्रीमण्डल जुन डेफेक्टो मन्त्रीमण्डल छ, यसले निर्वाचन गर्नको निम्ति होइन, मिति तोकेर निर्वाचन गर्नको निमित्त प्रधानमन्त्रीको घोषणा गरे होइन। यसलाई के गर्न खोजेको हो भने यसलाई चाहिँ नयाँ सङ्कट निर्माण गर्नको निम्ति अहिलेको प्रधानमन्त्री र मन्त्री बस्तीको निर्णय भएको हो। त्यसबाट चाहिँ हामीले मुक्त हुन सकेनौँ भने वास्तवमै चाहिँ नि जेएनजीहरूले जुन नयाँ पुस्ताले उठाएको मुद्दा पुरा हुन सक्दैन र संसद पुनर्स्थापना मात्र यिनीहरू अहिले दबावमा छन्। अब आउँदा निर्वाचन प्रणाली हाम्रो त्यही छ, अल्पसङ्ख्यकहरूको छ। त्यस कारणले नयाँ पुस्ताको मुद्दा चाहिँ हाम्रा मान्छे त कुकुर मरे जस्तै मरे, 15 लाख रुपियाँ दिएर चाहिँ परिवार चाहिँ खुसी हुने भन्ने कुरा हुँदैन। त्यसकारण संसद पुनर्स्थापना मार्फत के गर्नु पर्यो, नयाँ निकास निकाल्न छ र यिनीहरू दबावमा छ र यिनले संविधान संशोधन गरेर संवैधानिक विषयले चाहिँ उठेका तमाम समस्याहरू हल गर्न सक्छन् र उनीहरूले शक्तिशाली आयोग मानेर जो छन् 48 पछाडिका जो अपराध गरेर आर्थिक विचलन गरेका छन् तिनीहरूलाई कारबाही गर्न सकिन्छ भन्ने कुराले चाहिँ मैले संसद पुनर्स्थापना हुनुपर्छ र जेएनजीले उठाएका मुद्दालाई संवैधानिक हिसाबले चाहिँ सम्बोधन गर्नुपर्छ भन्न यो माग उठाइरहेको। र अहिले हामीले हेर्दा पनि के देखिन्छ भने यो षड्यन्त्र थिएन भने कर्मचारीहरू भ्रष्टाचारी छन्, उनीहरूको कुलिङ पिरियडले गर्दा राजनीतिक प्रणालीलाई समाप्त पार्ने योजना थियो, निजी स्कुलहरूलाई करको दायरामा ल्याउने भनेर चाहिँ भनेको थियो। त्यसले निजी स्कुलहरूको संलग्न छ र षड्यन्त्रको यो ठुलो षड्यन्त्रको निम्ति योजनाबद्ध ढङ्गले चाहिँ जेएनजीले उठाएको मुद्दालाई चाहिँ के गरियो भन्दाखेरि अपहरण गरेर चाहिँ एउटा विदेशी एनजिओहरूको नियन्त्रणमा राजनीतिक प्रणाली, राज्य प्रणाली गएर एनजिओहरूले नै आफ्नो मन्त्री प्रधानमन्त्रीहरू बनाउने जुन प्रणाली छ यसको यो राज्यद्रोही राजनीतिक प्रणालीको विरुद्धमा छ। त्यसैले गर्दाखेरि हामीले अहिले हेर्नुपर्छ भने संसद पुनर्स्थापना भएर चाहिँ कसरी उहाँहरूको माग सम्बोधन हुन्छ? संसद पुनर्स्थापना हुँदाखेरि उहाँले जुन मुद्दा उठाउनु भयो थियो हिजो चाहिँ हामीले चाहिँ संसद पुनर्स्थापनालाई राजालाई निलम्बन गरेर जुन किसिमका चाहिँ गणतन्त्रसम्म आउने बाटो खोज्यौँ नि संविधान सभा मार्फत,
अहिले त त्यो छैन। अब राजनीतिक प्रणाली कोल्याप्स भएको अवस्थामा यो कुरा सम्बोधन गर्न सकिँदैन। त्यसैले गर्दाखेरि अहिले हामीलाई संसद पुनर्स्थापना नागरिकहरूले उठाएका र जेएनजीहरूले मुख्य रूपले उठाएका पारदर्शी र सुशासनका मुद्दाहरू संवैधानिक रूपमा चाहिँ हुनसक्छ र अहिले चाहिँ सबै दलहरू दबावमा छन्। फेरि चुनावमा जाँदा हामी मर्छौँ, हामीलाई चाहिँ यो तुरुन्तै सम्बोधन गर्नुपर्छ भने 2/3 बहुमतले नै के हुन्छ भने यो संवैधानिक रूपले पास गर्ने भएकोले यो संसद पुनर्स्थापना भएर मात्रै यो कुरा गर्नुपर्छ। यसको निम्ति चाहिँ हाम्रो सभामुखले चाहिँ नि के गर्यो भने म आफै यो संसदमा बसेको छैन, तर हामीले के गर्नुपर्छ राज्यको राजनीतिक प्रणाली स्थापित गर्नलाई रक्षा गर्नको निम्ति पनि संसद चाहिएको छ। यसलाई चाहिँ हामीले के भने सभामुख देवराज घिमिरेले प्रयोग गर्नुपर्छ। उही मिसनरी होइन भने उसले संसद अभियान बोलाउनुपर्छ। यदि मिसनरी हो भने कङ्ग्रेस एमालेको भविष्य छैन, किनभने सुशीला कार्की एनजिओ आखिर ठुला एनजिओ देखिने एनजिओको निर्वाचन के अरे अहिले मन्त्री बनेको छ र यसलाई राष्ट्रपतिले वैधानिक दिएको छ। नेपाली सेनाले यसलाई ट्र्यापमा पाएर चाहिँ यो प्रणालीमा लगेको छ र विदेशी शक्तिहरूले चाहिँ यसको आडमा चल्ने खतरा छ। त्यसले गर्दाखेरि नेपाल जस्तो चाहिँ भूसामरिक महत्त्व भएको देशमा यो किसिमको प्रोपगन्डा हुँदा स्वयं अहिले त हामी कहाँमा चाहिँ के हो कास्टिङ मात्रै देखाएको छ। अब यो कास्टिङ हुनेवाला छ साउथमा, भन्नाले इन्डियामा साउथमा हुनेवाला किन छ भने उसले पहिले नै एनजिओको सरकारलाई बधाइदियो, शुभकामना दियो, त्यसको परिणाम घातक छ। फेरि इन्डिया र चाइना, अमेरिका र चाइनाले चाहिँ प्रधानमन्त्रीको चाहिँ शपथ ग्रहणमा उपस्थित भए। यो उपस्थितिले के गर्छन्, उनीहरूको चाहिँ नेपाल मामिला टाइप हो कि अथवा चाहिँ नि उनीहरूले इराकन आर्मी स्वीकृति भित्र्याएर आफ्नै भविष्य समाप्त पार्न खोज्या हो त चाइनिजहरूले पनि। यो क्वेसन उनीहरूको लागि पनि गम्भीर छ। त्यस कारणले हामीले अहिलेको चाहिँ मुख्य चाहिँ नि यो राजनीतिक पार्टीहरूका सबै पार्टीहरूको माथि जुन उनीहरू भ्रष्टाचार गरेका थिए, उनीहरू राष्ट्रिय सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ, तर कुनै पनि भ्रष्ट कर्मचारीको घरमा त आगो लागेन। एकैचोटि आगो लागेको छ। कसको सूचनामाथि उनीहरूले चाहिँ आगो लगाए त? नेपालको कुलिङ पिरियड राख्यो भनेर चाहिँ सेना प्रहरी र चाहिँ कर्मचारीहरू यसमा संलग्न देखिन्छ, उनीहरूको योजना देखिन्छ र तत्कालीन सरकारलाई चाहिँ कुनै पनि सूचना नदिएको देखिन्छ। त्यस कारणले भ्रष्ट कर्मचारीहरू जुन सहसचिवहरू छन् 100%मा 100% भ्रष्ट छन् र सचिवहरू 100% भ्रष्टहरू मात्रै नेपालमा नियुक्ति हुन्छ, मिसन गाइडलाइनमा भएका मान्छे हुन्छन्। त्यस कारणले एनजिओका भ्रष्टहरूलाई चाहिँ घर आगो लागेको छैन, कर्मचारीलाई घर आगो लागेको छैन र भ्रष्ट सुरक्षाकर्मीहरूको घरमा आगो लागेको छैन। तर जसले चाहिँ नि तपाईँको चाहिँ नि संसदमा सिंहदरबारमा आगो लगाइदिन्छु भनेको थियो उसको काम हामीले पुरा गऱ्यौँ भने युवाले भने त्यसको जिम्मेवारी चाहिँ कसले लिनुपर्छ? काठमाडौँ महानगरको मेयर लिनुपर्छ। उसले बालन शाह चाहिँ समग्रमा सिंहदरबार आगो लगाउने पुलिसलाई चाहिँ पुलिसका के भन्छ त्यसको नाम चौकीहरू आक्रमण गर्ने जस्तो उसलाई चाहिँ क्वेसन सोध्यो भने मैदेवीको चाहिँ नि तपाईँ पुलिस बिट हटाइदियो। आगो लगाउनुपर्छ भनेको उसले ल बालन शाहले आगो लगाउनु भनेको थियो, हामीले पुरा गऱ्यौँ, उहाँको हामी पक्ष हौँ भनेर जुन किसिमको हङ्गामामा चार चाहिँ आगो लाग्यो त्यसको सम्पूर्ण चाहिँ नि अहिले उसलाई चाहिँ नायकको त घोषणा गरिरहेका छन्। यो अहिले सिंहदरबारको आगो लगाउने जुन प्रोत्साहन दिने मान्छे भनेको चाहिँ माफी पनि नमागेकोले बालन शाहलाई चाहिँ गम्भीरतापूर्वक राज्यले कारबाही गर्नुपर्छ। होइन भने नेपाली नागरिकले केही समयपछि सार्वजनिक हुन्छ उसलाई दण्डित गर्नेछन् र गर्नुपर्छ। र नागरिकहरूको जुन मृत्यु भयो त्यो मृत्यु जो बच्चाहरूको मृत्यु भयो त्यसमा संलग्न व्यक्तिहरू जो छन् त्यतिखेरका सत्तामा भए उनलाई दण्डित गर्नुपर्छ र त्यसलाई पनि दुरुपयोग गरेर चाहिँ निजी सम्पत्तिमा आगो जसले लगाए तिनीहरूलाई चाहिँ सम्पत्ति असुल उपर गर्नुपर्छ। नभए उनीहरूको किडनी बेचेर हुन्छ कि सबै राज्यको सम्पत्ति असुल गर्छ। हामीले नजलाउने मान्छेहरूलाई चाहिँ कर भार बुझाउने जुन खतरनाक परियोजना चाहिँ मिसनरीले गरेर चाहिँ नयाँ विद्रोह सिर्जना गर्न खोजिरहेका छन्। यसमा हामीले खेद्छ र तत्काल यसलाई यो अहिलेको मन्त्रीमण्डललाई खारेज गरेर मुलुकलाई संसद पुनर्स्थापना भएर चाहिँ ट्र्याकमा लगेर उठेका मुद्दाहरूलाई सबलीकरण ढङ्गले सम्बोधन गरेर अगाडि जाने बाटो नै संसद पुनर्स्थापना हो। त्यसैले संसद पुनर्स्थापना तर संसद पुनर्स्थापना हुन पूर्व शर्त के हुन्छ भने बृहत राजनीति सम्मेलन गरेर के पुरा गर्ने संसद पुनर्स्थापना गरेपछि भन्ने कुराको स्पष्ट गरेर संसद पुनर्स्थापना ती मुद्दाहरूलाई चाहिँ सम्बोधन गर्नुपर्छ। नभए अन्य हिसाबले यो कुरा पुरा हुन सक्दैन र मुलुकले फेरि अर्को क्षति पुर्याउँछ। र यहाँ के भन्छ भने हाम्रो चाहिँ अहिले चाहिँ पश्चिमाहरूको चाहिँ अमेरिकन एउटा डकुमेन्ट छ कि युनाइट अफ हिमालय कन्ट्री हिमालय चाहिँ किङडम बनाउने, हिमालय किङडम टेरिटोरी जोड्ने, होइन भने नेपाल लगायतका भूभागहरूलाई टुक्र्याएर नयाँ देश निर्माण गरेर त्यहाँ आफ्नो आधिकारिक चाहिँ शक्ति शिविरहरू सैनिक शिविर राख्ने भन्ने यो योजनालाई चाहिँ अहिलेको यो प्रक्रियामा गएन भने त्यो योजना चाहिँ नेपालकै थ्रुबाट चाहिँ पुरा हुन सक्छ। त्यसको निमित्त चाहिँ हामी सचेत हुनुपर्छ। यो देश जसले निर्माण गर्यो यो इतिहासदेखि त्यो इतिहास पनि हाम्रो गोलमटोल छ। यो देश निर्माण गर्नेहरू को थिए त्यसको पनि ऐतिहासिक दस्तावेज चाहिँ राख्ने घोषणा गर्ने, त्यसको बजेट पनि छुट्याउनको निम्ति नयाँ तरिकामा जानको निम्ति आउँदो पुस्तालाई इतिहास दिनको निम्ति पनि किन संसद पुनर्स्थापना भएर त्यो विधिगत रूपले अगाडि जाने र पाठ्यक्रममा पनि त्यो इतिहास निर्माण गर्ने। मुलुक निर्माण कहिलेदेखि भयो, को थिए त्यसको पनि इतिहास लेखिनुपर्छ। नलेखेको कारणले नि यहाँ विद्रोह भएको छ, कसैले कसैलाई नमान्ने अमान्य गर्ने। यस कारणले पनि संसद पुनर्स्थापना हुनुपर्छ जसले इतिहास पनि लेखन। अनि जेनजीलाई चाहिँ विदेशीले भिसा किन रोक्नु पर्ने? विदेशीहरूलाई यो मुलुक त 30 खर्बको क्षति भयो। स्वयं अहिले दुबईले
र जापानले चाहिँ भिसा नदिने घोषणा गरे विद्यार्थीहरूलाई नदिने घोषणा गरेका छन् र अरबले पनि आफ्नै देशमा नै आगो लाउने मान्छेहरूलाई किन भिसा दिने भने अब भिसा लिएर जाने हुँदा अपमानपूर्वक ढङ्गले श्रम बेच्नुपर्छ नि त्यो देशमा जानु हुँदैन बरु विदेश जाने भिसा बन्द लगाएर मुलुक निर्माण गर्ने र अवसरहरू खुल्ला गरेर मुलुकलाई अगाडि बढाउँछ 30 खर्बको क्षतिपूर्ति चाहिँ नै यही युवा पुस्ताले मात्रै दिन सक्छ निर्माण गर्न सक्छ भन्ने किसिमले अहिले तत्काल भिसा चाहिँ दिनु हुँदैन र रोक्नुपर्छ। यहाँलाई अमूल्य समय र अमूल्य कुरा धेरै धेरै धन्यवाद। यहाँले यहाँ चाहिँ हाम्रा कुरा राख्न दिनुभयो जुन संसद पुनर्स्थापना विधेयक राजनीतिक सम्मेलनमा छ संसद पुनर्स्थापना र जेनजीले उठाएका मुद्दाहरूलाई पूर्ण रूपले सम्बोधन गर्ने दायित्व चाहिँ संसदको हो भन्ने हुनुपर्छ भन्ने कुराको जुन आवाजलाई चाहिँ यहाँले स्थान दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद।